दिमागमा हैन सानो दिमागमा यत्रो ठुलो कुरा खेलिराखेको छ। ए तिम्रो दिमागमा ठुलो कुरा खेलिरहेको छ? के कुरा त्यस्तो? सूर्य भनेको के हो? सूर्य भनेको ऊर्जा हो। बाबा ओए अनि रुख भनेको के हो? रुख भनेको प्रकृति हो। घन्टी भनेको के नि? ए घन्टी भनेको आस्था हो। बाबा ओए हसी हथौडा के हो? हँसिया हथौडा भनेको चाहिँ औजार हो। औजार? बाबा तारा भनेको के हो? ओए तारा भनेको चाहिँ आशा हो। बाबा ओए गाई भनेको चाहिँ के हो? गाई भनेको राष्ट्रियता हो। बाबा अनि माटो भनेको के हो? माटो भनेको देश हो। माटो भनेको चाहिँ देश हो कान्छा। ए बल्ल बुझे। सबसे भन्दा ठुलो कुरा माटो रहेछ। शाबास गुड बोय।